रूपमा भिखमपुरको पेरिमिटरभित्र सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण हेडक्वार्टर पर्साको आयोजनामा मंगलबार सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम सञ्चालन भएको छ। सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमज्यूको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि सप्रबल नेपाल प्रधान कार्यालयबाट आउनुभएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल, जगन्नाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त प्रसाद यादव, धोबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चौहान, सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पूरण चन्द्र भट्ट, पर्सा जिल्लाका सीमा जोडिएका स्थानीय तह वडाका जनप्रतिनिधिहरू लगायत पर्सा जिल्लामा रहेका प्रस्तावित सीमा सुरक्षा गुल्म बीओपी पतिहरू समेत गरी 150 जनाको सहभागितामा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन भएको थियो। सो कार्यक्रममा सीमा सुरक्षाका लागि सामूहिक प्रयास गरी समन्वयात्मक ढंगले कार्य गर्ने, सीमानामा रहने समुदाय लक्षित विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने तथा सीमा इलाकामा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि समन्वय एवं सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको थियो। साथै कार्यक्रममा धोबिनी 2 मा रहेका 50 जना गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण पनि गरिएको थियो।